Hey guys, welcome to our new vlog. अनि today we will go for playing. अनि के भन्छ आज निकै कुरा हुन्छ। म अघि भर्खर रनिङ देखि भर्खर आए। अब फेरि के भन्छ 6 बजेतिर जाने हो रनिङ गर्न। सो आज हामी निकै कुरा खेल्न आँटेको छौं। अनि सो अब भेटौँला। हाम्रो लुगा हेर्न सक्नुहुन्छ? लुगा लाग्यो। गाइस भिख माग्न जाँदै। ओइ लुगा चाहिँ त लुगा चाहिँ। धर्मेन्द्र खेल्दै आज कस्तो मजा आयो क्या? यो दुटाले आज यस्तो मजाले कुरा खायो कि बाफ रे यार मन खुसी भयो। धर्मेन्द्रको भिडियो त कसम चाहिँ त भन्नु त कस्तो खालको गेम रहेछ यार यस्तो भन्नुहुन्छ। अब हामी जान्छौँ यताउति घुम्न एकछिन। चिरेको खोला जाउँ न आज। हेर्नु न कस्तो छ पानी। लाज जाउँ त रेखा खोला कत्रो पानी छ। के जानु मर्कोलाई फ्याँकेर टेस्ट गर्नुपर्छ त्यसपछि हामी कुद्नुपर्छ। त्यस्तै गरौँ। हिँड्न घुमेर आउँ न कत्रो पानी छ भोलि जाउँ नत्र। गाइस हामी हिँड्दै जाँदैछौँ पार्टीमा होइन। यसले बाउको लुगा लगाएर आयो। यसले खोइ कुन हो मलाई यो यसले भाइको चोरो। अनि मैले भनेको त ठिकठाकै लुगा लगाएको छु। ठिकठाक साँच्ची मेरो एउटा फोटो खिच्छ मलाई। गाइस फ्रन्ट क्यामेराले नै बनाउँदैछौँ कि हामी। यो फोन भनेको अर्कै फोन हो। अनि त्यो फोनमा वडाका छिवाला फोन हैन यो चार्ज सक्यो क्या त्यसमा। यो पनि डीएसएलआर जस्तो फिलिङ दिन्छ हामीलाई यार। वाउ तर अलिकति अड्किदै छ कि क्यामेरा। भाइ क्यामेरा हेर न मोलिङ तेरो मुख भन्दा बेसी सफा छ। आइफोन जस्तो चाहिँ भन्दा हुन्छ कि डीएसएलआरमा पनि भाइ तस्तो अनारीले फोटो खिच्दा यस्तै आउँछ। गाइज यो पछाडिको ग्राउन्ड जुन छ नि यहाँ हामी क्रिकेट खेल्न आउँछौँ कि यस्तो खतरा छ। यहाँ चौका छक्का हान्नै गाह्रो छ। यस्तो खतरा छ यहाँ। अनि एकदम ठुलो छ। ओके गाइज वी आर रिचिङ द प्लेस। अनि हामी पुग्न आँटेको। फ्रन्ट क्यामेरा मात्रै छ कि ब्याक क्यामेरा त्यस्तै खासै छैन क्या यो फोनको। मतलब ऊ त्यहाँ चाहिँ जाँदैछौँ क्या हामी। यहाँदेखि लेट्स गो। गाइज म यहाँ बसेको कि मेरो भुक्कर साथीहरू फेरि गइदियो क्या मुलाहरू। यति हरामी छ नि खाएको खाइ गर्छन् मुलाहरू। के गर्नु साथीहरू अब केटीले हेर्दैछ एउटा चाहिँ यहीँ बसिरहेको छैन एउटा त्यहाँ छ क्या पानीपुरी खाँदैछ। ओ यस्तो भुक्कर छ नि मुला के भन्नु। ल गाइस यिनीहरू खाएर आयो होइन। अब एकछिन क्रिकेट खेल्ने होला एन्ड देन वी विल मुभ फर आवर हाउस। भाइ खतरा अब भन त मुला अब खतरनाक डांस मोड चल रहा गाइस। अब डांस मोड चलो साइड हो जाते। गाइस डांस मोड। ओए अगाडिको क्यामेरा पनि दामी छ। गाइस लॉलीपॉप ले देना लॉलीपॉप होता यार। ओके गाइस गाइस यार जानु मन लाग्यो। यो मलाई मर्कोले नाटक देखाउँदैछ मलाई यस्तो रिस उठ्यो यार। रिस उठ्यो छोटो हिँडिदिन्छु म। यहाँ पसिनाले दिमाग खराब भइसकेछ यार। ओके गाइज वी आर लिभिङ दिस प्लेस विथ दिस मकै। हामी यहाँदेखि जाने हो विथ दिस कर्न्स। मलाई बेमा सबभन्दा बेसी मन यो पर्छ क्या। ओके वी आर लिभिङ यहाँदेखि। बट आई विल नॉट लिव। यु डोन्ट लिभ। अनि के भन्छ निकै खायो यार। के भएको यो
ल भाइ ओ भाइ सुन गाइज आज एउटा कुरा सिक्यो क्या मर्गबले कि खाना परायो हुन्छ तर पेट चाहिँ आफ्नो हुन्छ क्या त्यस लागि आफ्नो बेसी जुलुम गर्नु हुँदैन नत्र आफ्नोले बहुत दुःख दिन्छ पेट त मेरो पनि दुख्दैछ त्यो अलग बात हो मेरो पेट अरे मलाई मेरो पेट दुखेको छैन मैले बेसी केही खाएको थिइनँ क्या यिनीहरूले पानीपुरी दिएको छ मुलाहरूले दुइटाले तर अस्ति हामी सिटी सेन्टर गएको थियौँ कि त्यो जस्तो चाहिँ थिएन क्या त्यो जस्तो चाहिँ हामीले खाएको थिएनौँ त्यहाँ खाएको थियो नि त्यहाँ चाहिँ मतलब नेक्स्ट लेभल मजा आएको थियो क्या हामी दुईजना मात्रै थियौँ क्या अनि फ्रीमा गएको थियौँ बिन बोलाएर गएको थियौँ क्या बिन बोलाएर त के त्यही सिटी सेन्टरकै हो अनि मतलब यति खाएको थियो गोजीमा पैसा पनि थियो त्यहाँ पार्टी प्यालेसमा खाएर निस्केको फ्रीमा पनि अनि पैसा पनि बाँच्यो त्यसपछि स्प्राइट खाँदै आधी बाटोमा पेट खाली भयो क्या डाइजेस्ट भएर सोचेँ कि पानीपुरी खाउँ फेरि 50 रुपियाँको पानीपुरी खाएको फेरि गाउँमा छिरेर चटपटे खाएको अब त्यही चटपटे हामी खोज गर्थ्यौँ खानको लागि होइन त्यो दिन ओए खा त्यस्तो हुँदै थियो यार मतलब मजा आएको थियो मैले अनि फेरि गरिब लुकमा आयो होइन के गर्नु औकात भुल्नु त नपाइ अब के गरे ए मार्टिन मेरो जतिको लुगा छैन त्यतिको जुत्ता ल्याएर घुम्दैछ अब खतरा होइन ल जाउँ एउटा गरिब एउटाको सर्ट लगाएर आएको थियो म ल ओके गाइज वी हेभ कम्प्लिट आवर वर्कआउट है अनि यो पनि आएको थियो अनि अब हामी जाँदैछौँ घर रनिङको बेलामा हामीले भिडियो बनाएनौँ किनकि रनिङको बेला रनिङ मात्रै गर्छौँ कि हामी सो आज दर खेल्यो पनि एन्ड दर एक्सर्साइज पनि गर्यो अब हामी जाँदैछौँ घर जाँदैछु घरमा एन्ड गर्ने ब्लग होला ओके मतलब यो ब्लगमा पुरै थिएन होला यो अनि तँ जाने दिनभरि गएको थिएछ नि त्यस घरमै थियो 12 बजे आएको हो र 12 बजे डेली आउँछस् नि 12 बजे 12 बजे डेली आउँछु ओके सो नाउ वी आर लिभिङ दिस प्लेस वी हेभ डन आवर वर्कआउट अल्सो अनि आज धेरै मजा आयो दिनभरि हो यार आजको दिन चाहिँ दामी थियो नि वी वेन्ट अ पार्टी अल्सो एन्ड वी प्लेड भेरी वेल एन्ड म आज एउटा युट्युब यसरी यस्तो मसल गर्नुपर्छ म गर्छु त यस्तो के हात पुरा चम्किँदैछ ओके आई सजेस्ट यु तपाईँहरू पनि एक्सर्साइज गरिराख्नु अनि हेल्दी हुन्छ जिउ हेल्दी हुन्छ हामी बिहान र बेलुका जहिले यो रनिङ गर्छौँ आवर टिम हामी मात्रै अरू कोही हाम्रो गाउँको त मैले हेरिनँ बट वी हेभ स्टार्टेड आवर रनिङ एन्ड मेबी हामी कन्टिन्यू गर्छौँ अनि तपाईँहरूलाई पनि सजेस्ट गर्छु कि यु अल्सो डु इट्स भेरी बेनिफिसियल फर आवर हेल्थ सो द्याट्स फर आवर टुडेज भिडियो ल गाइस आजको लागि यति नै अनि इफ लाइक द भिडियो देन खल्लीबली खाली सब्स्क्राइब हाल्नु सब्सक्राइब गरिदिनु अनि एन्ड पनि आउँदा राम्रै हो प्लिज वाच आवर फुल भिडियो इट्स अ भेरी गुड मेसेज टु यु टु भोलि पनि ब्लग आउँछ यस्तै एक्सर्साइज ओके यो सिरिज चल्छ ओके एक्सर्साइज सिरिज आज एक्सर्साइज सिरिजको डे नम्बर 1 सो अबदेखि जहिले च्याप्टर 1 अबदेखि जहिले एउटा एक्सर्साइजको भिडियो चाहिँ आउँछ हामी एउटा एक्सर्साइजको मुभ देखाउँछौँ त्यो प्र्याक्टिस गर्नु च्याप्टर 2 पनि त्यो गर्नु पर्यो क्या ओके 10 सम्म गरेर फेरि नन स्टप कुद्दै जान्छु ओके सो द्याट्स वाट द ब्लग आई होप यु विल लाइक द भिडियो इफ यु लाइक द भिडियो देन watch the full video and subscribe the channel. So that's what the vlog. Bye.